लाएर यहाँ यता यानस वाले भैया इधर 220 हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। भिडियो चाहिँ केसको लागि भन्ने चाहिँ तपाईहरुले थम्बनेल हेरेरै थाहा पाउन सक्नुहुन्छ। लाएर यहाँ यता यानस वाले भैया इधर 220 यता पनि 220 है। चक्का हामी चाहिँ अब उतातिर उपल्ला चौरतिर भिडियो सिडियो फोटो भ्लगको लागि जाँदैछौँ। सो अब एकैचोटि मोटो भ्लगमा भेटौँ। A few moments later. सो फ्याम अब चाहिँ हामी लागिसकेको छौँ। ल जल्दी हिँड सुरु हिँड म भन्छु। बस पार्कको तल्लो बाटो हान्यो। बस पार्क हान्यो माथिबाट तल झर्नु बसको माथिदेखि तल त्यो स्कुल छ का ल भाउजू। सो फ्याम हामी चाहिँ 3 जना हाम्रा एनएस 220 एकजना एनएस चाहिँ हामी जाँदैछौँ है। 12मा बिस्तारै नआत्तिकिन आनन्दले। खालि हाम्रो अस्मित दोस्त चाहिँ अस्मित ब्लग हल्का चाहिँ आत्तिन्छ पनि चलाउँछ है। त्यही हो बिस्तारै हुन्छ सबैजना। अहिले चाहिँ हामी उपल्ला चौरतर्फ लागिसकेको छौँ है। बेलामा ओभरट्याक गर्न हुँदैन होइन। सबैजनालाई फेरि पनि स्वागत गर्न चाहे मेरो युट्युब च्यानलमा है। सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशा राखेको छु। हामी चाहिँ आज घुम्न जाँदैछौँ गाइज होइन। दाइ चाहिँ अगाडि एनएस वाले भैया आगे हामी पछि होइन। त्यही नै हो बिस्तारै सोलो नआत्ति ढुक्क पिची। यो हाम्रो दाइ चाहिँ दोकान अगाडि जाँदैछ भाइ मजा आले गाइस। किन यता बाटो हो र? ओ यताबाट हो र? होइन के बाटो? चल हाम्रो अस्मित जस्तै केटाहरूले सुताएको सुताइरहेछ केटाहरूले बढी है। ल है भयो धेरै होइन। टर्निङमा यस्तो हुन्न केटा हो। खालि बिस्तारै आफ्नो लिग हिँड। यतै हो कहाँ गएर यता त सुन ओ दिपेश वहाँबाट गएर उता एउटा स्कुल छ नि त्यो बाटो झर्नी हो होइन र? यो उता एउटा सानो बाटो छ। ल चल्दिस ओए चल्दिस धेरै जिगज्याग नहान के बाबु। त्यो अनि फोनले गर्दा गोप्रो भए चाहिँ सजिलो हुन्छ। फोनले गर्दा नि हेलमेट तल झरिदिन्छ अनि आँखा नि देखिन्न कि बाटो है गाइस। सो सब्सक्राइब चाहिँ निकै बढिरहेको छ है। अझै सब्सक्राइब गरिदिनु होला। ल दियो ओ सिधै उइली रेटमा चाहिँ बबाल रेट छन् केटाहरूले होइन। यसरी ग्रुप राइड हिँड्न चाहिँ मजा आउने के हामी नि उठेरै हान्दिउँ न होइन। के छ र जोस केटाहरू जोस कुदाउँदै छन् है। हामी नि के कम है 20 त So त्यही नै हो तपाईहरुलाई भिडियो के कस्तो लाग्छ मेरो तपाई कमेन्ट गरिदिनु होला।
धुलो धोस पाउने गयो मलाई खै के गर्नु अब राइडर बोयहरू यस्तो कडा चलाइदिने भएपछि अनि खै म चाहिँ हेलमेटै लाउँछु है मेरो आवाज कस्तो आएको छ भनिदिनु होला है कमेन्ट गरिदिनु होला केटा आफ्नै केटाहरूले पनि 2 inches later. यता चाहिँ हाम्रो बेबी देख्न सक्नुहुन्छ है चाहिँ यत्तिको लुक्स चाहिँ हुनु पऱ्यो है त होइन पक्का हामी चाहिँ उडार चौरमा आएको है होइन उडार चौर मुनतिर त हो नि उडार चौरै भन्छ क्या यसलाई होइन पक्का यता 220 यता 220 यता एनएस पक्का यहाँ अब भिडियो हुँदैछ सब्सक्राइब हान्नु पऱ्यो है त यहाँ अस्मिते ब्लग्सलाई नि पक्का अस्मिते ब्लग्स र नवीने ब्लग्स एउटै गाउँको हो है तपाईँले कन्फ्युज नहुनु होला सो यो चाहिँ बेनीको बाटो हो है सर बेनी जाने बाटो हो टक्का अनि यहाँ अब फोटो सेसन भिडियो हुँदैछ होइन अब ए बाइकको स्टार्ट अफ गर्न यार ल बाइक यहाँ बाइक होइन सो हामी चाहिँ अब यो यहाँ फोटोसोटो खिच्छौँ होइन त्यही नै हुन्छ धेरै राइडको भ्लग चाहिँ बढी गराउनु छ कि त्यो उसको भन्दा पनि टक्क उहाँ माथि एकछिनमा त्यो डाँडो पर छ नि हो त्यहाँ जान्छौँ हामी त्यहाँ गएर नि हामी बवाल भिडियो फोटो खिच्नुपर्ने हुन्छ हामी माथि गइएन कसको खै के थाहा छैन हामी माथि गइएन होइन यहीँ फोटो भिडियो बनाउँदा पानीले नि यस्तै भइसक्यो अब एकछिनमा काम छ सानो काम सकेर घरतिर जानुपर्ने हुन्छ है अब त्यही नै हो के गर्नु छ अब अघिको भिडियोमा हल्का त्यो क्यामेरा माथि आएछ धेरै पैसाले पनि छैनन् यताको भ्यू चाहिँ बवाल छ है टक्क यो बेनी जाने रोड हो है यो सरर बेनी जानेको पुरा बेनी जाने यता चाहिँ मालडुङ्गा जाने यहाँ फोटो सेसन चल्दैछ होइन कति फोटो खिच्ने कति भिडियो 2 hours later. त्यो फ्याम अब चाहिँ हामी जान लाग्यो है टक्क फोटो सेसन यताउति सब भइसक्यो अब केटाहरूले चाहिँ दाइले बाइक फर्काउँदैछ यो चाहिँ यता छ अब रन्किँदै जानुपर्छ छोरोहरू है बिस्तारै जानुपर्छ है चल्दिस अब चाहिँ लागेको है हामी माथि चाहिँ जाने भन्ने कुरो थियो माथि गइएन किनकि आज टाइम पनि छैन नि त त्यो भएर माथि जाने कुरो नि भएन हो यिनले हो धुलो ल्याउँछ नि केटाहरूले फेरि यहाँ अब त रन्किएको त्यो छोराहरू चाहियो छ रन्किएको चाहिँ म पनि रन्किनुपर्ने हुन्छ होइन हाम्रो चाहिँ भिडियो फोटो पनि सब भइसक्यो जहाँ चाहिँ हो बजारमा हल्का काम छ त्यो काम सकेर अनि घर जानुपर्छ है त्यही नै हो भिडियोलाई के कस्तो लाग्छ माया गरिदिनु होला रेगुलर भ्लग चाहिँ लिन सक्दैन किनकि काममा गइन्छ बिजी भइन्छ त्यो भएर चाहिँ आजकल रेगुलर भ्लग चाहिँ आउँदैन है तर यो चाहिँ होइन फेरि यो फेरि आन्टी बेस्ट है त बवाल आउँछ कि चिकन टिक्का आउँछ है यस्तो मजा आउँछ नि चिकन टिक्कामा त रेटेको फेरि अर्काले है केटाहरू त बवाल रेटी बाटो फेरि कहाँ सक्नु केटाहरूलाई सोलो बिस्तारै आनन्द हाम्रो चाहिँ न्यू राइडर हुने नि कि चाहिँ आजकल अलिकति त्यति कभर गरेँ फेरि पछि बिताउनेवाला छन् है हामी बजार एरियामा चाहिँ हल्का सोलो नै हिँड्नुपर्ने हुन्छ चलपल केटाहरू चलपल
चल चल दिन्छ क्या यसले फेरि बेला बेलामा दिन्छ सक्छ त केटाहरूलाई सक्दैन नि फेरि है बागलुङमा हामी चाहिँ उपला चौरदेखि लागिसकेको छौँ बजार पर्छ होइन अरूको रेट हो रेट त केटाहरू रेटमा चाहिँ है के भन्नु केटाहरूलाई सक्नु छैन कि केटाहरूलाई त उपला चौराइसक्यौँ कहिले सिकिङ पनि हुन्छ है Love, okay, love.